होइन यसले खुब फेसन देखाउँदै कहाँ दुगुरे हो भन्नुभएको होला। त्यस्तो होइन कि मेरो फेरि सानैदेखि यो दुगुर्ने बानी खतरा दुगुर्दिन्छु कि जस्ता भिरला पनि दुगुर्दै बाबासिम गएको बाबालाई जे नदेखेर हैरान। यो बौला क्या खर्ना खोज्न गयो बाबालाई त घरमा खोज्ने होला के भन्नुभएको होला। बाबा फेरि खरमा दाउरा चिर्न आउनु भएको थियो क्या, त्यसैले म यहाँ बाबालाई खोज्दै खोज्दै दुगुर्दा हैरान भएको छ। पारिपारिका डाँडाको भ्यू पनि दामी थियो, दामी भ्यू हेर्दै दुगुर्दै त एकैछिनमा बाबालाई पनि भेटाएँ। किन अल्मन हुनुभयो भनेर सोधेको त बाबाले त दाउरै भेटाएन, चिर्ने जस्तो भन्नुभएको रे। तिनमा फेरि बाबाले अरू दाउरा भेटाएन, अब यिनै काँडा बानी तिर्न पर्यो भनेर मिठो पारमा चिर्न थाल्नुभयो। चिर्नीको मतलब काट्नु भयो कि मेरो भाषामा बुझ्दै। एकछिनमा बाबाले मलाई र आफूलाई दाउराको भारी पनि बनाएर मिठो पारमा हावा खाँदै बसिरहेका थियौँ। ठो हावा खाँदै बस्दा त ट्याक्कै एउटा दाउरा पो भेटियो। अब यसलाई पनि एक ठाउँमा टिकान लाउनु पर्यो भनेर पारमा भट्टाभट काट्न थालेँ। भारी पुगिसकेपछि बाबाले डोको घर लिएर भन्नुभयो र मिठो पारमा डोको लिएर बाबातिर जान थालेँ। डोको लतार्दै बाबा र दाउरा भएको ठाउँमा लगेर बाबाले फेरि दाउरा दे मैले दाउरा डोकामा राख्छु भन्नुभयो र मिठो पारमा दाउरा भट्टाभट पुग्न दिएँ। एकैछिनमा फेरि बाबाले मैले दाउरा राख्छु डोकामा तैँले गएर कित्ली लिएर भन्नुभएको थियो। त्यसैले म कित्ली लिन गएँ। के को कित्ली भन्नुभएको होला। मैले बिहान बाबालाई चिया पानी पकाइदिएर लैदिएको थिएँ कि खरेमा, त्यसैले म कित्ली लिन आएको। कित्ली लिन आएको त एकदम तातो रहेछ, घाम पनि कडा लागेको थियो। त्यसैले मिठो पारा तातो रहेछ, त्यसैले प्लास्टिकले साथेर मिठो पारामा बाबासिम लगेर डोकामा राखेर जाँदै थिएँ। त्यसैमा बिचबाट फेरि मिठो पारामा हावा लाग्छ कि अब हावा पनि खानै पर्यो, प्रकृतिले दिएको हावा त खानै पर्यो नि होइन। त्यसै पनि आज नयाँ वर्ष, हजुरलाई पनि नयाँ वर्षको शुभकामना। मेरो त नयाँ वर्ष पनि घाँस दाउरा बोक्नेबाट सुरुवात भयो, हजुरहरूको केबाट सुरु भयो कमेन्ट पनि गर्नु होला है त। अब चाहिँ हामी बाबा र म चाहिँ मिठो पारामा घरतिर लागेको मुडो र मैले डोकामा दाउरा बोकेर मिठो पारामा घरतिर गयौँ। घरमुनतिर खरेन छ क्या, त्यसैले हामी चाहिँ उति चाँडै घर पनि पुगियो। पुग्न साथ एकैछिन के बसेको थिएँ। भाइले त क्रिकेट खेलौँ भन्दै आउँछ, भाइले भनेको कुरा पनि मान्नै पर्यो। त्यसैले भट्टाभट लखेलौँ त नि भनेर उठेर हामी चाहिँ भट्टाभट चौका छक्कामा अहिले भट्टाभट हान्न थालेँ। म त पहिलाको खेलाडी जो भएँ क्या, त्यसैले मिठो पारामा नाची फन्की पुरा चौका छक्का नाची फन्काएँ। हाम्रो फेरि बल अर्ग्यानिक छ के को अर्ग्यानिक बल होइछ र भन्नुभएको होला, मोजाको बल हो। एकैछिनमा मजाले क्रिकेट पनि खेलियो। क्रिकेट खेलेर भएन भने यसो बाहिरतिर डुलेको त किमु देख्छु, किमु देखेपछि त खानेकुरो होइन। त्यसै पनि नयाँ वर्षका दिन त खानै पर्यो। त्यो खाएर मात्र भएन भने यसो गोदातिर पैसा छ कि भनेर हेरेको त 100 देख्छु। अब 100 भइगएछ, चटपट त नखाने कुरो हुन्न, चटपट नखाएको नि त्यसै त कति दिन भइसके। अब चटपट पर्दै खाएर भए नि नयाँ वर्षको सुरुवात त गर्नै पर्यो। त्यसैले मिठो पारा सामानहरू पनि ल्याएर चटपटे पनि एकैछिनमा बनाएर खान थालेँ। गाइजहरू बाई बाई, सबैलाई नयाँ वर्षको शुभकामना।